फ्री नै भइहाल्यो 50 युनिटसम्म कर लाग्दैन 51 देखि 150 युनिटसम्म हाम्रो 12 लाख घरधुरी रहेछ औसत शहरी वा अर्ध शहरी घरधुरी जसले पानी तान्ने पम्प सामान्य विद्युतीय उपकरण र सामान्य खाना पकाउन बिजुली प्रयोग गर्छ उनीहरूको बिलमा 150 युनिट खपत गर्ने हो तपाईहरुको पनि आफ्नो बिल पटाएर हेर्नु होला कहाँ कुन क्याटेगोरीमा पर्नुहुन्छ जम्मा त्यो 5 वर्षको VAT 5 वर्षको VAT ले 24 रुपैयाँ बढ्यो मासिक अर्को ब्यान्डमा हेर्नुस् 151 देखि 250 मलाई लाग्छ लगभग सबै नेपाली यहाँ हुन्छन् 2 लाख जति चाहिँ अलि बढी 5-7 एसी भएका ठुला ठुला बंगलामा बस्नेहरू सुविधायुक्त घरहरू EV फास्ट चार्ज गर्ने घरहरू 2-3 लाख होला 2-2.5 लाख छ हाम्रो अनुमानमा तर लगभग सबै घरधुरी 250 युनिटसम्म पर्दा 25 देखि 100 रुपैयाँसम्म पर्छ 5% भने पनि 5% कहिले पनि लागू भएन किनकि पहिलो 50 युनिट त फ्री छ सो एज अ रेशियो तपाईं 150 सम्म जानुहुन्छ त 3% अलि बढ्नु हो 250-300 युनिट सम्म जानुभयो भने तपाईको रेट 4.2% जति 5 त कहिले पनि पुग्ने भएन 50 युनिटको फ्री दिए आउन म्याथमेटिकली त्यसैले यतिले गर्दा अब यही छ बजेट ऊर्जा मन्त्रालय ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि रु 85 अर्ब 54 करोड विनियोजन गर्नुहुन्छ रेन नली बन्नुहुन्छ भर्खरबाट 20 रुपैयाँ 30 रुपैयाँ 40 रुपैयाँ उठाएर त्यो एनर्जी इन्फ्रास्ट्रक्चर बनाउनलाई त्यो समस्या होइन र अघि प्रधानमन्त्रीज्यूले एकदम सठिकमा भनिदिनु भयो कि आजै इलेक्ट्रिफिकेसनको एजेन्डामा जानलाई हाम्रो पूर्वाधारमा लगानी नै गरेको छ सबै घरले इन्डक्सन चुलो बान्ने इलेक्ट्रिक गाडी गर्ने भने जम्मै देशैभरि विस्फोट हो ट्रान्सफर्मरले तान्दैन तारले तान्दैन त्यो अपग्रेड गर्न पाएका छौँ यदि फोकस हामीले जेनेरेसनमा मात्र गरेका छौँ अर्को 3-4 वर्ष त यो पूर्वाधार बनाउनै लाग्छ त्यसैले त्यसको लगानी अघि भन्ने जस्तै 85 अर्बको हाराहारीमा लगानीलाई यहीँबाट पनि अलिकति थोरै ठुला ठुला ऋण लिनै पर्छ नेपाल सरकारले राजस्व पनि त्यहाँ साइफन गर्नै पर्छ तर नेपाली जनताको पनि त्यहाँ स्टेक रहोस् न यत्रो हाम्रो राष्ट्रिय समृद्धिको प्रमुख खम्बा स्वच्छ ऊर्जामा सबैको लगानी रहोस् भनेर पनि त्यो कल्पना गरिएको छ यति भन्दै गर्दा म यो पनि भन्न चाहन्छु कि रकम सानो भए पनि यदि यो साँच्चीकै अब मध्यम वर्गलाई त्यत्रो छुट दिएछ हैन हजारौं 10 हजार यहाँ कुरा आयो 24 रुपैयाँदेखि 102 रुपैयाँसम्मको अतिरिक्त बढ्यो सो मिडल क्लासले अलिकति इन्ट्रोस्पेक्ट गर्नुपर्छ तपाईँ हामी सबै बस्छौँ त्यसको जुन विराट लक्ष्य छ त्यसको लागि हाम्रो अलिकति आंशिक योगदान हुने कि हो तर मानौ सकिएन फचक्कै पार्यो यो सरकारले भन्ने खालको भयो भने हाम्रो प्रबन्ध छ विद्युत नियमन आयोग छ उसले सामूहिक रूपमा विद्युतका रेटहरू तलमाथि गरिरहेकै हुन्छ त्यो समायोजन गर्ने चेत उसलाई पनि छ सरकारले पनि घचाउन सक्छ त्यताबाट एडजस्ट गर्न सक्यो नेपाल सरकारको 100% ओनरशिपमा कति हाइड्रो पावरहरू छ मर्स्याङ्गी कालीगढदेखि सारा 700 मेगावाट जडित क्षमता भएको नेपाल सरकारको आफ्नै ओनरशिपमा छ त्यो 30-35 वर्ष पुराना जलविद्युत आयोजनाहरू त्यहाँबाट आउने लाभांश नेपाली जनताको त्यो डिभिडेन्डले क्षतिपूर्ति दिन पनि सक्यो सो यो नीतिगत रूपमा यसलाई एड्रेस गर्न सकिन्छ र अहिले जुन हाउबुजी बनाइएको छ यो 24 रुपैयाँको लागि यो बारे पनि मेरो बिन्ती छ यहाँहरूले सुसूचित गरिदिनु नेपाली जनतालाई प्रयोगको दिन मूल्य समायोजन हुन सक्छ यो भ्याट मूल्यमै समायोजित हुन सक्ने पनि आधार छ सम्भावना छ बिजुलीकै रेट पनि हामी घटाउँदै जान सक्ने हो त्यो विद्युत नियमन आयोगले के भन्छ त्यो पनि सम्भावना छँदैछ तर आजका दिनमा यति ठुलो लगानी भएको खरबौं लगानी भएको विद्युत सेक्टर कर छुटले ढाकेको ऊर्जा सेक्टरलाई अर्थतन्त्र सोफिस्टिकेटेड हुँदै जान्छ ट्याक्स नेटमा राख्नु पर्दैन राख्न पर्छ यो संरचना ब्याक हुने कुरै छैन यो रहन्छ तर यसले आम उपभोक्तामा अतिरिक्त भार नपरोस् भन्नेमा चाहिँ सरकार असाध्यै सचेत छ यो सन्देश हजुरहरू मार्फत नेपाली जनतालाई दिन चाहे